आमा यो तपाईले के गर्नु भएको? बसन्ती अनि बुहारी तिम्रो आयो रे रे हो आमा हामी आयौं तर यो आँगनभरि यस्तो भद्रगोल हामीले के देख्दैछौँ? हाई गाइज वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो। गाइज आज चाहिँ मैले होइन सहरिया बुहारी भाग 72 को चाहिँ मैले रियाक्सन भिडियो लिएर आएको छु। अनि छोटो होइन तपाईँहरूलाई पनि हेर्नको लागि सर्टकट होस् होइन, त्यसरी चाहिँ मैले होइन अनि रियाक्सन भिडियो लिएर आएको छु। अनि फुल भिडियो हेरिदिनु होला भन्न चाहन्छु। अनि सहरिया बुहारी परिवारलाई चाहिँ धेरै माया गरिदिनु होला होइन। अनि मेरो डिस्क्रिप्सनमा चाहिँ मैले लिङ्क दिएको छु सहरिया बुहारी भाग 72 को चाहिँ होइन, तपाईँ त्यहाँ क्लिक गरेर डाइरेक्ट होइन सहरिया बुहारी यानि कि सञ्जीवनी टिभीमा गएर तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ होइन। अनि मलाई भन्दा पनि धेरै माया छ होइन सञ्जीवनी टिभीलाई यानि कि सहरिया बुहारी रियल च्यानलमा गएर तपाईँ हेर्न सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ होइन तपाईँ चाहिँ फुल भिडियो हेर्न सक्नुहुन्छ होइन। अनि यहाँ चाहिँ होइन मनोरञ्जनको लागि तपाईँले हेर्न सक्नुहुन्छ भन्न चाहन्छु। अनि यो मैले भिडियो बनाइरहेको छु। अनि सहरिया बुहारी परिवार यानि कि सञ्जीवनी टिभीलाई चाहिँ कुनै पनि होइन हानि नोक्सान चाहिँ हुँदैन भन्ने चाहिँ म विश्वास लिएको छु। अनि गाइज त्यही हो होइन। अनि सहरिया बुहारी सिरियललाई तपाईँहरूले माया गर्नु होला भन्न चाहन्छु। अनि रियाक्सनतर्फ लागौँ है त। भन्नुस् न आमा, तपाईले यो घरभित्रको सबै सामान बाहिर आँगनमा ल्याएर के गर्नुभएको? बुहारी आजसम्म यो घर हाम्रो थियो तर आजबाट रहेन। हाम्रो रहेन? हाम्रो रहेन भन्नाले के भन्न खोज्नु भएको आमा तपाईले? हो छोरा, यो हाम्रो घर होइन रे बाबु, चाबी लाएर गए तेरा काकाले। ती पापी काका भनौँदोले यो सब गर्नुको कारण के हो आमा? ऋण। हामीले उनलाई ऋण तिर्न थियो। आजसम्म हामीले ऋण तिर्न नसकेको भएर आज आएर तिनले चाबी लाएर गएका छन्। काका भनौदोको भर्खरै गएर पुङ्गरा झारेर आउँछु मैले। अहिले तातो रिस नगर्नुस् तपाईले। ती काका भनौदोको सेखी कसरी झार्नुपर्छ मैले जानेकी छु। सायद ती काका भनौदाले हामी नभएको मौका छोपेर यो सब गर्ने आँट गरेका होलान्। अब मेरी आमाको आँखाबाट झरेका एक आँसुका थोपाहरूको एक हिसाब गरेरै छोड्छु मैले। भयो बाबु, समयमा ऋण तिर्न नसक्नु भनेको हाम्रै गल्ती हो। त्यसैले अब हामी धेरै बोल्नु भन्दा चुपचाप लागेर बाटो लागेकै राम्रो हुन्छ। आमा, तपाईले के भन्न खोजेको? ती पापीले हाम्रो घरमा ताला लगाए भन्दैमा हामीले यतिकै यो सम्पत्ति छोडेर जानु त भएन नि। अनि के गर्नु त बुहारी, हामीसँग अरू विकल्प के छ र? धन्न तिम्रो आयो। तिम्रो आज नआएको भए सायद म आज यही पालीमा पासो लगाएर प्राण त्याग गर्थे होला। आफ्नो मनलाई यति धेरै कमजोर नबनाउनुस् आमा तपाईले। बरु भन्नुस् ती काका भनौदोको ऋण कति तिर्न बाँकी छ? अहिले भर्खरै गएर तिरेर आम। पैसा भए पो तिर्नी छोरा, पैसा नभएपछि आज साउ आएर यसरी ताला लाग्दाखेरि ठुलो हेरेर बस्नु पर्ने रहेछ। आमा, अब तपाईले चिन्ता नगर्नुस् अनि आफ्नो मनलाई खुसी राख्ने प्रयास गर्नुस्। हामीले 2 लाख जति पैसा ल्याएका छौं। के अरे, पैसा लिएर आएका छौं रे? त्यो पनि 2 लाख? हो आमा, त्यो पैसा ती पापीको हातमा थमाएपछि
ती पापीसँग कसरी कुरा गर्नुपर्छ त्यो मलाई राम्रोसित थाहा छ। एउटा विधुवा मान्छेलाई रुवाउँदाखेरि ती विधुवाको आँसुहरूले पोलेर उसलाई 7 जुनीसम्म पाप लाग्छ भन्ने सुनेको थिएँ। ती हाम्रा काकालाई पनि आज मेरी विधुवा आमाको आँसुले गर्दाखेरि स्वर्गमा होइन जन्म जन्मसम्म पनि नर्कमै बास हुनेछ। सहरिया बुहारी सिरियल होइन एकदम राम्रो बनेको रहेछ गाइज होइन। अनि मतलब हुन्छ नि त यसमा चाहिँ होइन माया प्रेम हुन्छ नि त कति राम्रो छ कि। अनि माया प्रेम होइन दुःख होइन यसमा हरेक कुराहरू चाहिँ देखाइएको छ क्या। माया प्रेम पनि एकदम हुन्छ नि त गाँडा छ यसमा। अनि एउटा चाहिँ दुःख पनि एकदम धेरै दुःख यस्तो हुन्छ है भन्ने चाहिँ नेपाली समाजमा यस्तो यस्तो दुःखहरू हुन्छन् होइन, यस्तो दुःखहरू हुन्छन् भन्ने कुरा पनि प्रष्ट देखाइएको छ। अनि दुश्मन पनि यस्तै आफन्तहरू नै दुश्मन हुन्छन् भन्ने कुरा पनि प्रष्ट देखाइएको छ। तर तिमीहरू कति थाकेर आएका होला। अब घरभित्र गएर बसेर गफ गरौँ भनौँ भने पनि तालचा लगाएको छ। आऊ आऊ यही आँगनको डिलमा बसेर कुरा गरौँला। अब आँगनको डिलमा बसेर कुरा गर्ने होइन आमा। अब यो घरको ताला ढुङ्गाले हानेर म आफै फोड्छु र ती काकालाई के गर्नुपर्छ मैले जानेको छु। ओहो अब त साँच्चै मलाई यिनीहरूले नछाड्ने भयो। माफी मागेर पाउनै परे पनि यिनीहरूले छाड्लान् जस्तो छैन मलाई। अब के गर्ने होला त। बसन्ते त एकैछिन मेरो घर पछाडि आइ त। बसन्ती किन घर पछाडि आउनु? जे कुरा छ यही मेरो सामुन्ने गर्नुस्। मधु तिमी र बसन्ते एकैछिन उता हिँड न, सानो कुरा छ। घर पछाडि किन? सायद यहाँ बसेर कुरा गर्ने हिम्मत छैन होला होइन। बसन्ते हिँड्नुस् न त, दुवैजना गइदिउँ घर पछाडि। ल ल आऊ न आऊ। बसन्ते अनि मधु तिमीहरू मेरो घरमा किन आयो? तिम्रो दाँत झार्न। व्रता बोल्यौ भने तिम्रो 32वटा दाँत गनी गनी झारिदिन्छु, बुझ्यौ? बसन्ते तपाईँलाई मैले नबोल्नुस् भनेको होइन। अनि काका तपाईँ मेरो काका ससुरा हो, तर तपाईँको व्यवहार देख्दा त घिन लागेर आउँछ। छि। मधु तिमीहरूलाई मैले के भनेको छु र यस्तो भन्छौ? तिमीले आफ्नै काका ससुरालाई किन छि भनेको? मधु यो मुलाले हामीलाई घर पछाडि किन ल्यायो भनेको त हामीसँग न्यु खोज्न है छ। यसलाई मैले पछ्काइदिम? हाँ तपाईँ नबोल्नुस् के? बलले भन्दा बुद्धिले काम गर्नुपर्छ। बसन्ते त अलि मुख सम्हालेर बोल है। तैँले आफ्नै बाउ समानको काकालाई यो के भनेको? मुख सम्हालेर बसन्ते होइन, तपाईँ बोल्नुस् काका। अझै पनि तपाईँले आफू र आफ्नो व्यवहार सुधार्न सक्नु भएन भने बसन्तेले होइन मैले आफ्नो बल प्रयोग गर्नेछु। लौ हेरौँ त तिमीले आफ्नै काका ससुरालाई कसरी हात उठाउँदै रहेछौ।
तपाईँले हामीलाई घर पछाडि ल्याएको न्यु खोज्नु हो? साँच्चै तपाईँलाई पछ्काउनै पर्ने हो? ल ल यो सब कुरा छोड, तिमीहरू आउने बित्तिकै मेरो घरमा किन रिसाएर आयो? अझै तपाईँलाई थाहा नपाएको जस्तो गरेर बुझ पचाउन लाज लाग्दैन? के तपाईँले बिरामीको नाटक पारेर के हामीले तपाईँलाई छुट दिन्छौँ भन्न ठानेको? त्यसो हो भने गर नि त, के गर्न सक्छौ? मधु, यसले त लास्टै न्यु खोज्यो। काका न साका साफसँग गोदेर यसलाई साँच्चैको बिरामी बनाइदिउँ हामीले। ल गोद त, कसरी गोद्छस्? तपाईँ जस्तो पापीलाई गोद्न बसन्ती चाहिँदैन, म एक्लै काफी छु। तर के गर्ने, तपाईँ मेरो काका ससुरा भएको भएर मात्र यो सब सहेर बसेकी छु। नत्र भने तपाईँसँग कुरा गर्नु अघि नै तपाईँलाई 2-4 झापु हान्नु पर्ने हो। मधु, तिमी एउटा बुहारी भएर बुहारीको भूमिका निभाएर बोल है, मैले भनिदिएको छु नि। फेरि मलाई तपाईँले भतिजी बुहारीको नाता लाउनुहुन्छ भने मेरो सासु आमा तपाईँको को पर्छ? कालै भएन। तर तपाईँले मेरो सासु आमाको घरमा गएर तालचा लगाउने हिम्मत कसरी गर्नुभयो? मलाई यसको जवाफ दिनुस्। मधु, मैले ठुलो गल्ती गरेँ, मलाई माफ गर है। बसन्ती, तेरो त म बाउ समानको काका हो, तैँले पनि मलाई माफ गरिदे है। अबदेखि मबाट यस्तो कहिल्यै पनि हुने छैन। माफ त मसित होइन, मेरो सासु आमासित गएर माग्नुस् काका। यदि हामी समयमै नआएको भए आज रातभरमा उनले प्राण त्याग गर्ने थिइन्। अनि के यसको जिम्मा तपाईँले लिन सक्नुहुन्थ्यो? जवाफ दिनु मलाई। ठिक छ, त्यसो हो भने म भाउजूसँग पनि माफ माग्छु, तर तिमीहरूले मलाई एकपटकलाई बुझ्ने कोसिस गर। मधु, जे पर्यो पर्यो, यसलाई 2-4 झापड यही हानम, त्यसपछि बल्ल आमासित माफी माग्न लिएर जाम्ला। बसन्ते, तपाईँको बल धेरै भएको भए उता गएर भित्तामा मुड्कीले हान्नुस्। त्यही त। कस्तो त्यही त? शिर न्युरो पार्नुस्। सुन्नु भएन? शिर न्युरो पार्नुस्। आजदेखि म बसन्ते र मेरो सासु आमाको अगाडि सधैँ शिर न्युरो पार्ने, ओके? ल ल हुन्छ। आजको सहरिया बुहारीसित तपाईँलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला गाइज होइन। अनि मलाई चाहिँ सहरिया बुहारी सिरियल निकै मनपर्छ, अनि तपाईँहरूलाई पनि सहरिया बुहारी सिरियल मनपर्न सक्छ होइन। अनि फेरि पनि भन्दैछु होइन, तपाईँलाई चाहिँ होइन यसको फुल भिडियो हेर्नु मन छ भने चाहिँ सञ्जीवनी टिभीमा यानि कि सहरिया बुहारी 72 सर्च गरेर तपाईँले हेर्नु सक्नुहुन्छ होइन। अनि त्यही हो गाइज होइन। अनि फुल भिडियो हेर्नु सक्नुहुन्छ। अनि अब मलाई त होइन अब माया गरे पनि भयो नगरे पनि भयो होइन, अनि त्यस्तो फरक पर्दैन गाइज होइन। अनि तर सहरिया बुहारी परिवारलाई चाहिँ माया गर्नु चाहन्छु म चाहिँ होइन। अनि अब म त एउटा गरिब मान्छे होइन, अनि मेरो सानो च्यानल छ गाइज होइन। यो च्यानललाई होइन 1 सब्सक्राइब गरिदिनु भयो भने पनि तपाईँलाई धेरै दया लाग्नेछ, मतलब चाहिँ तपाईँलाई चाहिँ होइन धर्मै लाग्नेछ भन्न चाहन्छु। अनि सब्सक्राइब गरिदिनुहुन्छ भने गरिदिनुहोस् होइन। अनि हजुरको माया नै त खास हुन्छ हामीहरूलाई होइन। त्यही हो गाइज होइन। अनि आजलाई हजुरबाट म बिदा माग्छु।